जवानीको हुँदैन भारा केटीतिर नलाइस् नजारा भन्ने गर्थे बाले ए काले काले ए कालेलाई कोही कहिले मन पराउन थाले। नमस्ते, म कमल जोशी। मेरो साङ्गीतिक यात्राको 10 वर्षपछि फेरि म तपाईँसँग जोडिन आउँदैछु। पहिलो गीत नै तपाईँको सुपर डुपर हिट भइसके तापनि तपाईँ फेरि गीत सङ्गीत क्षेत्रबाट किन टाढा हुनुभयो? त्यति बेला गीत सङ्गीतको माहौल अलि अर्कै थियो। त्यति बेला डिजिटलाइज भइसकेको थिएन, मार्केटमा प्रपर मार्केटिङ गर्न सकिन्थेन। त्यति बेला अब मसँग फाइनेन्सियल आर्थिक अभावको कुरा पनि थियो, सँगै साथ सपोर्टको कुरा पनि अब कम थियो। गीत चले तापनि आफ्नो चाहिँ गर्जो टार्नलाई आफूलाई धौधौ पर्ने अवस्था थियो। म मात्र होइन, तमाम कलाकारको अवस्था त्यही नै हो, जो चाहिँ सङ्घर्ष गरेर कोही एकदमै उचाइमा पुगिसक्नुभयो। मैसँग मैले यात्रा गराएकाहरू र मैसँग हिँडेका साथीहरू धेरै माथि पुगिसक्नु भएको छ। मैले हेरिरहेको छु, देखिरहेको छु। त्यो छोडेको चाहिँ होइन, अलिकति कमब्याक पछाडि बसेर गीत सङ्गीतभित्र नै मैले व्यापार बिजनेस अन्य क्षेत्रमा हात हालिरहेको थिएँ। जस्तै हस्पिटल लाइनमा, पर्यटन लाइनमा, साङ्गीतिक लाइनमा एउटा व्यापारिक हिसाबले अगाडि बढिरहेको थिएँ। अबको मेरो आगमन भनेको सम्पूर्ण नेपाली गीत सङ्गीतको एकदम नयाँ, एकदम जोसिलो र एकदम फुर्तिलो हिसाबले नेपाली पर्यटन क्षेत्रलाई, नेपालको दिगो विकास, विभिन्न निकायलाई जोडेर गीत सङ्गीतमा आगमन हुँदैछ। तपाईँले आफ्नो पहिलो गीत लेख्दै गर्दा या रेकर्डिङ गर्दै गर्दाको केही क्षणहरू, यस्तो विशेष क्षणहरू स्मरण छ? त्यो एउटा चाहिँ छ, त्यो ट्याक्कै एकदम राम्रो सोध्नुभयो, राम्रो प्रश्न गर्नुभयो। त्यो सिँगड चाहिँ के छ भने त्यो सुरुमा मैले गीत अब त बिहे गरौँ भन्ने एउटा पञ्चेबाजा गीत गरेँ नि। त्यो बेलामा अलिकति पैसा पुगेन, तर गीत कुनै कम्पनीले सुनेर क्यासेट बिक्री गर्ने चलन थियो नि त। कुनै कम्पनीले त्यो गीत सुनेर 10,000 रुपियाँ चाहिँ मैले त्यो लोन गरेर लिएर गएर स्टुडियोलाई दिएर त्यो गीत निकालेर कुनै कम्पनीलाई दिएको थिएँ। त्यो दुःखद क्षण हो। अब त्यो सबै तपाईँले कसरी भनौँ है, त्यो एकदम अविस्मरणीय क्षण त्यही नै हो। त्यो गीत चाहिँ रेकर्ड भएर कम्प्लिटली भएर मार्केटमा पनि लान नसकेको अवस्थामा चाहिँ एकदमै त्यो दयनीय थियो। त्यसपछि त्यो गीत मार्केटमा गयो कि? मार्केटमा निकालेँ मैले। त्यो चाहिँ अडियो सुनाएर कुनै कम्पनीले मन पराउनु भयो, अनि उहाँले पैसा तिरेर त्यति बेलै त्यो के भन्छ कागज गरेर ल्याप्चे लगाएर होइन, त्यसरी चाहिँ गीत मार्केटमा भएको थियो। राम्री फुला ताराने बितेकै बाँचे भेटा मोरे त यतिकै राम्री फुला ताराने बितेकै बाँचे भेटा मोरे त यतिकै। मेरो साङ्गीतिक जीवनको मेरो धरोहर, मेरो अग्रज आदरणीय दाइलाई सम्झिँदै मैले मेरो जीवनको 10 वर्षको साङ्गीतिक यात्रामा उहाँकै क्रियाशीलमा म गीत सङ्गीतमा लागेँ। पछि धेरै दुःख गरेर, धेरै सङ्घर्ष गरेर काठमाडौँ जस्तो एउटा मुटुमा बसेर मैले गीत सङ्गीतमा धेरै वर्ष काम गरेँ। मैले 10 वर्ष दुःख गरेँ। 10 वर्षको मेरो अन्तरालमा मैले दर्जनौँ नेपाली लोकगीतहरू तपाईँहरू माझ पस्केँ, आधुनिक गीतहरू पस्केँ, सबै खाले गीतहरू मेरा मन पराइदिनु भएको। अन्त्यमा मैले एउटा मेरो जीवनको उत्तराधिकारी मेरो प्रिय साथी रोजा खनालसँग मिलेर मैले नेपाली सिने क्षेत्रमा एउटा चलचित्र बनाएँ। चलचित्रबाट केही रकम उठाएर नेपालको ब्लाइन्ड वुमेनहरूलाई सहयोग गरेँ। धेरै खालका कार्यक्रमहरू गरेँ। नेपालमा अनमोल केसी लगायत नेपालको सुपरस्टार नायक अनमोल केसी लगायतका धेरै सुपरस्टार ब्यान्डहरूसँग काम गरेँ। नेपाली सिने जगतका महानायक राजेश हमालसँग आजको मितिसम्म 190वटा भन्दा बढी कार्यक्रम गरेँ। त्यस्तै गरेर नेपाली गीत सङ्गीतसँग जोडिएका तमाम साथीभाइहरूलाई गीत सङ्गीतमा अगाडि बढाएँ, सिकाएँ
र मेरो जीवनमा मलाई सिकाउने मेरो महापुरुष जसले मलाई अहिलेसम्म पनि सहयोग गरिरहनु भएको छ, मेरो प्रिय यो देशको चलचित्रको मात्र नभएर यो देशको महानायक राजेश हमाललाई मैले चाहिँ धन्यवाद दिनुपर्छ र मेरो साङ्गीतिक गुरु आदरणीय कुमल अधिकारीलाई मैले धन्यवाद दिनुपर्छ। अबको मेरो यो 10 वर्षपछिको कमब्याक, अबको मेरो यो 10 वर्षपछिको नेपाली गीत सङ्गीतको आगमन एक त अत्यन्तै छुट्टै हुनेछ। मैले लेखेका गीत, मैले गाएका गीतले यो देशको विकास, निकास, पर्यटन, कृषि र युवाहरूलाई स्वदेशमै बस्नुपर्छ, स्वदेशमै केही गर्नुपर्छ भन्ने भावमा जोड्नेछ। म त्यही सङ्कल्पका साथ हिँडिरहेको छु। म जे गर्छु नेपालमै गर्छु। तपाईँले फेरि कमल ऋषिलाई छुट्टै र बेग्लै हिसाबले चिन्ने मौका पाउनुहुनेछ। यहाँको माया, साथ र सपोर्टको अपेक्षाको आशा गर्दछु। धन्यवाद।